नमस्ते, म चाहिँ डाक्टर अनुपम उपाध्याय यहाँ वीरगञ्ज हेल्थ केयरको जेरियाट्रिक मेडिसिन विभागबाट बोलिरहेको छु। हामी चाहिँ यहाँ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा जेरियाट्रिक मेडिसिन डिपार्टमेन्ट, जसलाई हामीले ज्येष्ठ नागरिक रोगको विभाग पनि भन्छौँ, यो चाहिँ हाम्रो वीरगञ्जमा मात्र होइन, तपाईको मध्य प्रदेशमै एउटा मात्र अस्पताल छ जहाँ हामीले ज्येष्ठ नागरिकहरूको रोगको इलाजलाई एउटा स्पेशल वार्ड राखेर, स्पेशल ओपीडी राखेर हामी चलाइरहेका छौँ। यहाँ हाम्रो ज्येष्ठ नागरिकमा हुने जति कमन रोगहरू छन्, जसरी मधुमेहको रोग भइहाल्यो, रक्तचाप बढ्ने, याददास्तको कमजोरी हुने, हड्डी जोड्नीहरू दुख्ने, तथा ज्येष्ठ नागरिकहरूको जुन इलाजको प्रक्रिया छ त्यसमा हामीले दबाईका साथसाथ मानसिक रूपमा तथा सामाजिक रूपमा मान्छेलाई कसरी घुलमिल बनाएर त्यो रोगलाई कसरी हामीले ठिक पार्न सक्छौँ, त्यो कुराहरूमा पनि राम्ररी फोकस गरेर एउटा अलग तरिकाले ज्येष्ठ नागरिकहरूको इलाज चाहिँ हामीले यहाँ गरिरहेका छौँ। साथसाथै ज्येष्ठ नागरिकहरूमा जति पनि कमन रोगहरू छन् त्यसलाई हामीले राम्रो तरिकाले यहाँ एकदम अलग डिपार्टमेन्ट नै राखेर त्यसमा हामी अगाडि बढेका छौँ। साथसाथै यहाँ बिमाको सुविधा भएको कारणले ज्येष्ठ नागरिकको इलाजमा अलिकति हामीलाई सहुलियत पनि भएको छ। हाम्रो वीरगञ्ज हेल्थ केयरमा ज्येष्ठ नागरिकको लागि अलग ओपीडी तथा अलग वार्ड तथा अलग डिपार्टमेन्ट नै भएको हुनाले ज्येष्ठ नागरिकको इलाजमा हामीले एकदम अलग तरिकाले चाहिँ हामीले यो गरिरहेका छौँ। जसरी कि हामीलाई थाहा छ, ज्येष्ठ नागरिक भनेका हाम्रो समाजमा जति पनि 60+ उमेर भएका पेसेन्टहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ ज्येष्ठ नागरिकमा हामीले यो विभागमा चाहिँ राख्ने गर्छौँ। ज्येष्ठ नागरिकमा हुने समस्याहरू मेनली चाहिँ तपाईँको मधुमेहको रोग, ब्लड प्रेसर बढ्ने, तपाईँको किडनीमा खराबी हुने, पिसाबमा समस्या हुने, याददास्तमा समस्या हुने, हात खुट्टा जोड्नीहरू दुख्ने, यो सबै समग्र इलाज चाहिँ एउटा सिङ्गल डिपार्टमेन्ट, एउटा सिङ्गल डक्टरले नै यहाँ अलग डिपार्टमेन्ट नै राखेर हामीले यसको चाहिँ इलाज सम्भव गर्न सकेका छौँ। यसमा हाम्रो अरू रोगहरू पनि पर्छन्। सो यहाँबाट हामीले इलाज गरेर इनकेस हामीलाई सुपर स्पेसियालिटी कन्सल्टेन्टको जरुरत छ भने त्यो पनि सुविधा हामीसँग छ। सो हामीले यहाँबाट स्क्रिनिङ गरेर पनि इफ कार्डियोलोजीको जरुरत छ भने कार्डियोलोजीको इलाज पनि गर्छौँ। अरू डिपार्टमेन्ट्सहरूमा पनि इन्टर रिफरल गरेर हामीले पेसेन्टको आउटकममा एकदम राम्ररी फोकस गरेर यहाँ चाहिँ हामीले इलाज गरिरहेका छौँ। वीरगञ्ज हेल्थ केयर हस्पिटल, वीरगञ्ज 14 पर्सा। अधिक जानकारीका लागि सम्पर्क नम्बर 98 142 92 004।